प्रश्न रहेको छ राष्ट्रिय धान दिवस कहिले मनाइन्छ? अप्सन ए साउन 15, बी जेठ 15, सी असार 15, डी कार्तिक 15। प्रश्नको सही उत्तर रहेको छ असार 15। राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? अप्सन ए रहेको छ साउन 15, बी रहेको छ जेठ 15, सी रहेको छ असार 15, डी रहेको छ कार्तिक 15। यसको राइट एन्सर रहेको छ अप्सन ए साउन 15। प्रश्न रहेको छ नेपालको राष्ट्रिय फल कुन हो? अप्सन ए आँप, अप्सन बी स्याउ, अप्सन सी सुन्तला, अप्सन डी केरा। यसको सही उत्तर रहेको छ अप्सन सी सुन्तला। प्रश्न रहेको छ भारतको राष्ट्रिय पक्षी कुन हो? अप्सन ए डाँफे, अप्सन बीमा छ मुनाल, अप्सन सीमा छ मयूर, अप्सन डीमा छ बाज। यसको राइट आन्सर रहेको छ अप्सन सी मयूर। प्रश्न रहेको छ मौरीले कुन रङलाई छुट्याउन सक्दैन? अप्सन ए रातो, अप्सन बी सेतो, अप्सन सी पहेँलो, अप्सन डी गुलाबी। यसको सही उत्तर रहेको छ अप्सन सी पहेँलो। प्रश्न रहेको छ नेपालमा मात्र पाइने चरा कुन हो? अप्सन ए जुरेली, अप्सन बी डाँफे, अप्सन सी काँडे भ्याकुर, अप्सन डी पेन्गुइन। यसको सही एन्सर रहेको छ अप्सन सी काँडे भ्याकुर। प्रश्न रहेको छ नेपालको सबैभन्दा अग्लो झरना कुन हो? अप्सन एमा छ ह्याक्तुङ, अप्सन बीमा छ पचाल झरना, अप्सन सीमा छ सुलीगाड, अप्सन डीमा छ गङ्गा जमुना। यसको सही उत्तर रहेको छ अप्सन बी पचाल झरना। प्रश्न रहेको छ नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो? अप्सन ए छ इलामको बुधबारे, अप्सन बी छ किमाथाङका सङ्खुवासभा, अप्सन सी छ कास्कीको लुम्ले, अप्सन डी छ धादिङको गल्छी। यसको सही उत्तर रहेको छ अप्सन सी कास्कीको लुम्ले। प्रश्न रहेको छ संविधान दिवस कहिले मनाइन्छ? एमा रहेको छ साउन 15, बीमा छ जेठ 15, सीमा छ असोज 15, डीमा रहेको छ कार्तिक 15। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर 3 असोज 3 गते मनाइन्छ। प्रश्न रहेको छ आदिकवि भनेर कसलाई चिनिन्छ? तिलविक्रम नेमाङ, बीमा छ माधवप्रसाद घिमिरे, अप्सन सीमा छ भानुभक्त आचार्य, अप्सन डीमा छ मोतीराम भट्ट। यस प्रश्नको सही उत्तर रहेको छ अप्सन नम्बर सी भानुभक्त आचार्य। प्रश्न रहेको छ नेपालका राष्ट्र निर्माता भनेर कसलाई चिनिन्छ? अप्सन एमा छ जङ्गबहादुर राणा, अप्सन बीमा छ चन्द्र शमशेर, अप्सन सीमा छ पृथ्वीनारायण शाह, अप्सन डीमा रहेको छ भीमसेन थापा। यस प्रश्नको सही उत्तर रहेको छ अप्सन नम्बर सी पृथ्वीनारायण शाह।